सबैभन्दा पहिला म चाहिँ होइन टेक्निकल कुरा भएको कारणले पनि हामीले बिहानदेखि नै लाग्दाखेरि पनि सुरु भयो है। तर पनि हामी चाहिँ यो वर्ष 2081 गर्दैछौँ होइन, सार्वजनिक भएको छ। र यसलाई विभिन्न हिसाबबाट विशेष गरी चाहिँ हामी अब सहयोगबाट जुन किसिमको नतिजा निकाल्दा हामी सफल भएका छौँ। र आज चाहिँ 2082-13 को निर्णय अनुसार, राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार वास्तवमा जिपिएदेखि 3.6 जिपिएसम्म ल्याउने 81,385 जना र 2.8 जिपिएदेखि 3.2 जिपिएसम्म ल्याउने 89,124 जना र 2.4 जिपिएदेखि 2.8 जिपिएसम्म ल्याउने 48,479 जना र 2 जिपिएदेखि 2.4 जिपिएसम्म 4,126 जना र 1.6 जिपिएदेखि 2 जिपिएसम्म 8 जना परिकृत भएका छन् र 126 जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ र अपग्रेड 97 रहेको छ र परिकृत भएका विद्यार्थीलाई हामीले बधाई दिन चाहन्छौँ र अपग्रेड हुने विद्यार्थीहरूले आगामी परीक्षामा परिकृत हुनका लागि शुभकामना छ र परीक्षा व्यवस्थापन गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक साथीहरू, अभिभावकज्यूहरू, राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण पदाधिकारीहरू, सबै राष्ट्रिय परीक्षा बोर्डको संयन्त्र, त्यसपछि प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायत अन्य संबद्ध मन्त्रालय र सेवा प्रदायक विभिन्न निकायहरू र सबैभन्दा बढ्ता सञ्चार माध्यम जसले चाहिँ यो सन्दर्भमा धेरै विषयहरूलाई चाहिँ बाहिर ल्याएर एउटा विद्यार्थीलाई चाहिँ नियमित रूपले पढ्नको लागि इन्करेज गरेको थियो। उहाँहरूलाई पनि मैले विशेष धन्यवाद दिन चाहन्छु र अरू त्यसबाहेक अरू सेवा प्रदायक संस्थाहरू सबैलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यसमा अब मैले चाहिँ हेर्दा यो प्रतिशतको हिसाबले साथीहरूले यो जिपिए त भन्नु होला हैन, र जिपिए को कुरा गर्दाखेरि अब विशेष गरी हामीले चाहिँ हेर्दाखेरि चाहिँ जिपिए कति भन्ने कुरो त मैले भने र यसमा टोटल पास र टोटल चाहिँ एनजी भएको आधारमा हामीले हेर्दाखेरि प्रतिशतको आधारले चाहिँ हामीले हेर्दाखेरि 61.81% विद्यार्थीहरू ग्रेडेड भएको कुरा चाहिँ म यहाँहरूसँग जानकारी गराउन चाहन्छु। यो सबै हिसाब गर्दाखेरि हामीले नन ग्रेडेड र ग्रेडेड परीक्षार्थीहरू नियमित तर्फको हिसाबमा टोटल प्रतिशत चाहिँ 61.81% चाहिँ विद्यार्थीहरू ग्रेडेड भएको कुरा पनि म यहाँनिर जानकारी गराउन चाहन्छु। अब दोस्रो कुरा म यहाँहरूसँग राख्न चाहन्छु कि दोस्रो कुरा के छ भन्दाखेरि प्रदेशगत हिसाबले हजुरहरूलाई हामीले प्रदेशगत हिसाबले पनि हामीले चाहिँ नतिजा याद दिँदैछौँ र बसौँ। प्रदेशगत हिसाबबाट चाहिँ टोटल प्रदेश नम्बर 1 कोशी प्रदेशमा चाहिँ टोटल 47,835 होइन। त्यसपछि चाहिँ त्यसमा दोस्रो प्रदेश 2 नम्बर प्रदेशमा चाहिँ 2 नम्बर भनेको मध्य प्रदेशमा चाहिँ टोटल 59,749 र त्यसपछि चाहिँ बागमती प्रदेशमा 1,19,517 र त्यस्तै 4 नम्बर गण्डकी प्रदेशमा 47,849 र त्यस्तै 5 भनेको लुम्बिनी प्रदेशमा चाहिँ 57,687 र त्यसपछि कर्णाली प्रदेशमा 46,455 र त्यस्तै सुदूरपश्चिम प्रदेशमा चाहिँ 59,804 विद्यार्थीहरू ग्रेडेड भएका छन्। र त्यसबाहेक चाहिँ अर्को विषय पनि म एउटा राख्न चाहन्छु र विषयगत तर्फ चाहिँ के छ त भन्दाखेरि विशेष गरी हामीले अहिले हेर्दाखेरि इङ्ग्लिसमा A+ ल्याउनेदेखि लिएर जुन हिसाबले के अरे नन ग्रेडेड हुने सबैभन्दा बढ्ता इङ्ग्लिसमा 80,672 विद्यार्थीहरू नन ग्रेडेड भएका छन्। त्यस्तै नेपालीमा चाहिँ वास्तवमा हामीले मुख्य विषय मात्रै म भन्न चाहन्छु। नेपालीको थ्योरीमा 45,146 के अरे 54,735 विद्यार्थी नन ग्रेड भएका छन् र सबैभन्दा धेरै म्याथमेटिक्समा 1,28,215 विद्यार्थीहरू नन ग्रेड भएका छन् र यसबाट पनि म्याथमेटिक्स नै अलिकति विद्यार्थीहरूको लागि केही कमजोर भएको देखिन्छ। र सोशल स्टडीमा चाहिँ विद्यार्थीहरू
सोसल स्टडीमा साइन्स र टेक्नोलोजीमा 79,271 विद्यार्थीहरू नन क्रेडिटेड छन् र त्यस्तै सोसल स्टडीमा 53,186 विद्यार्थीहरू नन क्रेडिटेड छन् र त्यसबाहेक अरू विद्यार्थीहरूको सन्दर्भमा हामीले चाहिँ थोरै विद्यार्थी भएको हुनाले म भन्न चाहन्न र अरू विशेष गरी नन क्रेडिट 42,150 इकोनोमिक्समा, त्यसपछि 18,222 एडिसनल म्याथमेटिक्समा र यस हिसाबबाट हामीले चाहिँ यो नन क्रेडिट भएको चाहिँ हामीले यो रिपोर्ट गरेका छौँ। यो पनि हजुरहरूलाई हामीले उपलब्ध गराउँदैछौँ। नतिजा प्रकाशन गर्ने अवस्थासम्म सबै धेरै मेहनत गर्ने राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ग्रेडमा पर्नु भएको छ। 30 गतेदेखि हामीले फेरि परीक्षा यो ग्रेड वृद्धि परीक्षा भनौँ सबै यसपटक चाहिँ सबै परीक्षामा सबै विषय दिन पाउने व्यवस्था भएको छ गत वर्ष जस्तै यसपटक पनि। त्यसो भएर पनि ती विद्यार्थीहरूलाई फेरि आगामी चाहिँ दिनमा जुन हिसाबले परीक्षा दिनुहुन्छ उहाँले राम्रोसँग पढेर परीक्षा दिनको लागि पनि म अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई शुभकामना दिन चाहन्छु। र यति कुरा भनेर मैले चाहिँ आजको यो प्रेस विज्ञप्तिको सन्दर्भमा आफ्ना भनाइहरू यही अन्त गर्न चाहन्छु र केही कुराहरू चाहिँ भयो भने यहाँहरूका कुराहरू चाहिँ हामीले यहाँहरूलाई यो यसरी त्यो लाइनमा र ओभरअल हामीले चाहिँ सिस्टमको कुरा गऱ्यौँ। विद्यार्थीहरूको नतिजा अलिकति बढ्यो होइन, यो चाहिँ यो नतिजा बढेको सन्दर्भमा हामीले चाहिँ जुन हिसाबबाट गत वर्ष सबै 48% मात्रै आयो भनेपछि सबैको चाहिँ विशेष गरी एउटा संसद नेपाल सरकार समेतको चाहिँ ध्यान गयो र स्वयं चाहिँ नेपाल सरकारले स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले पनि यो शिक्षकहरूको चाहिँ पठन पाठनको कुरा, विद्यार्थीको पठन पाठनको कुरा र स्कुलहरूमा चाहिँ हरेक इन्टरनली चाहिँ पठन पाठन गराउने कुरालाई एकदम प्रेसर जानुपर्छ भन्ने हिसाबले शिक्षा मन्त्रालय र हामी चाहिँ राष्ट्रिय परीक्षा उपलब्धि भनेको 100% सिकाइ उपलब्धि हुनुपर्ने हो। त्यसो भएर पनि 100% सिकाइ उपलब्धि गर्नको लागि प्रत्येक तहमा यहाँभित्रको यो नतिजा कतिपय विद्यालयको नतिजा, कतिपय पालिकाको नतिजा 90+% छ होइन, 90%भन्दा माथि छ र कतिपय पालिकाको नतिजा चाहिँ 10% भन्दा कम पनि देखिन्छ। यसको अर्थ के हो त भने गत वर्षको नतिजालाई हामीले एनालाइज गर्दा 3% चाहिँ नतिजा ल्याउने देख्छौँ होइन, तर अहिले चाहिँ डिटेल हामीले एनालाइसिस गरेर यहाँहरूलाई हामीले अहिले चाहिँ दिएका छैनौँ। तर हामीले चाहिँ प्रत्येक पालिका र प्रत्येक विद्यालयको नतिजालाई एनालाइसिस गरेर कसले कुन किसिम विषयमा नतिजा सुधार गर्नुपर्छ भन्ने विषय पनि हामीले यसलाई चाहिँ राष्ट्रिय परीक्षा बोर्डले सबै तहमा प्रदेश मार्फत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, प्रदेश निर्देशनालय र स्थानीय पालिकामा हामीले त्यो कुरा पठाउने कुराहरू पनि हामी चाहिँ भन्न चाहन्छौँ। 1 घण्टापछि मात्रै हेर्न सक्छौँ, त्योभन्दा छिटो पनि गर्छौँ, बढीमा 1 घण्टा लाग्छ होला। के सिस्टमबाट हुन्छ यसको सिस्टम चाहिँ हाम्रो 3-4वटा सिस्टम छ। वेबसाइट छ, IVR छ, USSD छ, SMS छ, फोन पनि छ, धेरै सिस्टम छ। हामीले त्यो जानकारी गराइसकेका छौँ है। 4-5वटा अहिलेको प्रविधिबाट दिन्छौँ हामीले। हाम्रो वेबसाइटमा पनि हुन्छ, नेपाल टेलिकमको वेबसाइटमा